अयुबले सबै गुमायो आफ्नो जीवनमा, उसले यहाँसम्म पनि भन्यो म जन्मेको दिन धिक्कार, यो घरमा छोरो जन्मेको छ भनेको दिन त त्यो दिनै नआएको भए हुन्थ्यो, म त गर्वमै तुइएको भए हुन्थ्यो। हेर्नुहोस् है कस्तो स्ट्रङ ल्याङ्ग्वेज छ क्या अयुबको। म त आमाको गर्वमै मरिगएको भए, अब म त मिसक्यारेज भएको भए पनि हुन्थ्यो। कस्तो क्रुअल। तर परमेश्वरले सुन्नु भयो नि, किन उसले त्यो बिलाप गर्यो, तर उसले कसको अगाडि गर्यो? परमेश्वरको अगाडि गर्यो नि। जब कष्ट आइपर्यो ऊ चाहिँ परमेश्वर छैन रहेछ भनेर अविश्वास गरेर परमेश्वरदेखि टाढो भागेन, तर परमेश्वरले चाहिँ बुझ्नुहुन्छ मेरो पीडा भनेर परमेश्वरको नजिक गयो क्या। एन्ड द्याट्स वाइ परमेश्वरले उसको बिलापलाई सुन्नुभयो। बाइबलले भन्छ रिजोइस अलवेज, तर त्यसको अर्थ यो होइन कि पुरा दुखिरहेको बेलामा हाम्रो म ठिकै छु भन्ने खालके एक्टिङ रिजोइस चाहिँ होइन, जो चाहिँ चर्चमा अलिकति व्यापक हुन्छ नि। क्रिस्चियनहरू भएपछि हामी रुनै हुँदैन, हामी क्रिस्चियनहरू कहाँ हो, आशा पाएको मान्छे दुखी हुनै हुँदैन भनेर चाहिँ यसरी डाइसेक्ट गरिदिएको छ क्या त्यसलाई। त्यसले चाहिँ क्रिस्चियनहरू कस्तो हुन्छ भनेदेखिलाई मलाई एक्टिङ गर्नुपर्ने रहेछ होइन। तर परमेश्वरले चाहिँ हाम्रो सबै दुःख भोगाइहरू परमेश्वरले सुन्नुहुन्छ।